दिपेश हिँड्दा हिँड्दा त्रिचोकमा पुग्छ हिँड्दा होइन। त्यहाँनिर चाहिँ दुई महिलाहरू आफ्नो घरको कुकुरहरू घुमाउन ल्याएको हुन्छ ताकि उनीहरू होइन एकछिन खेलोस् कुदोस् र दिसा पिसाब गरोस् भन्ने उनीहरूको मनसाय हुन्छ होइन। दिपेश पनि त्यहाँनिर ठ्याक्क आइपुग्छ। तब एउटा सेतो कुकुर कहाँबाट आएर चाहिँ नि होइन दिपेशको चाहिँ नाइटो मुनि दुई तिग्रा बिच क्वाप्प टोक्छ। त्यो कुकुरले क्वाप्प टोके जस्तो तानेको भए दिपेश त्यहीँ ढल्थ्यो होइन। तर त्यो कुकुरले चाहिँ क्वाप्प टोकेर जसरी टोक्यो त्यसरी ठ्याक्क छोडिदियो होइन। यो टोकेको देखेर अब दिपेशलाई त रिस उठ्ने भइहाल्यो होइन। ती महिला दुईजना चाहिँ एक आपसमा हेराहेर गर्न थाल्यो है। अब दिपेशलाई के भन्ने भयो। दिपेश चाहिँ स्वाइँ 50-60 कदम अगाडि बढ्यो र पछाडि फर्केर हेर्दाखेरि त्यो अवस्थामा पनि ती दुई महिलाहरू एक आपसमा हेराहेर गर्दै थिए। अचम्मै लाग्यो भनेर चाहिँ नि दिपेशले कुनै बेला भनेको थियो है। यस्तो घटना पनि घट्दो रहेछ हाम्रो समाजमा है। अब कुकुरहरू चाहिँ सोझो छ भनेर चाहिँ उनीहरूले छोडिदिए, कुकुरलाई विश्वास गरे। अब कुकुर भनेको के पशु न हो होइन। अब मौकामा उसले टोकिदिइहाल्यो तर टोक्नु पनि त्यति साह्रो पनि टोकेन, तर पनि बाहिरबाट देख्दाखेरि त टोकेको हो नि। यसरी चाहिँ नि अब ती कुराहरू कसैलाई भन्नु पनि नमिल्ने भयो होइन। किनकि अन्त टोके अब कुरा गर्न मिल्थ्यो तर ठाउँमै टोकिदिएको हुनाले कुरा पनि गर्नु भएन होइन। उनीहरूले पनि कोट्याएन, उनीहरू रातो पिरो भएर एक आपसमा हेराहेर मात्रै गर्न थाले। के गर्ने, यस्तो पनि घटना हुँदो रहेछ।